दशैंको सुरुवातसँगै पश्चिम तराईका थारू बस्तीहरू मादल र मन्जिराको सङ्गीतले गुन्जिन थाल्छन्। फरिया र चोलियामा सजिएका युवती, धोती कमिजमा सजिएका पुरुष हरेक दिन सखिया नाच नाचिरहेका हुन्छन्। यसले थारू बस्तीमा दस्या अर्थात् दशैं आइसकेको भान हुन्छ। आज म त्यही बस्तीमा प्रवेश गर्दैछु र सखिया नाच देखाउँदै यो सखिया नाचको महत्त्व, इतिहास, किन र कसरी यो अनौठो चलन चल्दै आयो, यो सबै जानकारी दिँदैछु। भिडियो अन्त्यसम्म हेरेर मलाई साथ दिनुहोला। भिडियो लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। पश्चिम तराईका थारू बस्तीहरूमा दशैंको सुरुवातसँगै सखिया नाच पनि सुरु हुन्छ। पुरुषले बजाउने मादलको तालमा युवतीहरू भुरभुराले सजिएका मन्जिराले तालमा ताल मिलाउँदै नाचिरहेका हुन्छन्। सखिया शब्दको उत्पत्ति बज्र भाषाको सखिया शब्दबाट भएको हो। यसको अर्थ साथी वा सङ्गिनी हो। यो शब्द भगवान कृष्ण र राधा र उनका सङ्गिनीको सन्दर्भमा आएको हो। कृष्णले पनि द्रौपदीलाई सखी भन्थे। राधा त कृष्णकी सबैभन्दा प्रिय सखी थिइन्। त्यसैले थारू कृष्णहरू थारू लोक राधाहरूलाई बोलाउँछन्। सखीहरू आउ न आजको यस खुसीको अवसरमा नाचौँ, गाउँ र एक अर्कामा लीन हौँ। यसरी सखिया भन्दा भन्दै अर्थात् नृत्य उत्सवको नाम नै संक्षिप्तमा सखिया हुन गएको हो। दशैंको अवधिमा सखिया र पैया नाच विशेष रूपमा नाचिन्छ। यो नाच नाच्नका लागि युवतीहरूको समूहमा एक जना अगुवा मोरिन्या रहने र मादल बजाउने, पुरुषमा पनि एक जना अगुवा हुन्छन्। यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीतहरू नाच्दै गाउँदै गरिन्छ। जनश्रुति अनुसार परापूर्व कालमा घमण्डी देवले भगवान श्रीकृष्णकी एक सखी अर्थात् गोपिनी ललिताका गाउँका केटाहरूलाई अभिनय गर्न सिकाएका थिए। अकबरी दरबारका नृत्यकार वल्लभ वृन्दावन पुगेर तिनलाई नृत्यको शिक्षा दिएका थिए।
यो सखिया नाचको यो पृष्ठभूमिमा यस किसिमको अन्तर्कथामा आधारित रहेको जनविश्वास छ। सखिया नाचको बीचबीचमा पैया नाच पनि नाचिन्छ। थारू भाषामा यसलाई पैया लग्ना अर्थात् पैयाको अर्थ पाउ, लाग्नु अर्थात् समर्पित हुनु हो। पैया नाचलाई कृष्ण र गोपिनीको रसलीला झल्काउने चरणको रूपमा लिइन्छ। यो मूलतः गीतहीन सामूहिक नृत्य हो। यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरू खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन्। पछिल्लो समय सखिया र पैया नाचलाई आधुनिकीकरण गरिएको पाइन्छ। यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ। यसमा गाइने गीतहरू समेत आधुनिक ढङ्गले संरचना गरिएको थारू संस्कृतका जानकारहरू बताउँछन्। यो खास गरेर हाम्रो थारूहरूको सखिया नाच हो। हेर्नुहोस् हजुर, यो खास गरेर के हुन्छ भने हामी दसैँ आउने बेलामा नाच्छन्। यो हाम्रो पुर्खादेखि चलिआएको संस्कृति हो। यसमा खास गरेर भगवान कृष्ण र राधा कृष्णको चरित्र हुन्छ। हेर्नुहोस् अरू खासमा अब छट्केमा अरू केही नभन्ने त्यही हो। हवस् त, आजको यो जानकारीमूलक भिडियो कस्तो लाग्यो? जस्ताको त्यस्तै कमेन्टमा लेख्न नबिर्सनुहोला। च्यानल सब्सक्राइब गर्न र भिडियो लाइक गर्न र सबैलाई सेयर गर्न नबिर्सनुहोला। अर्को भिडियोमा भेट्ने बाचासहित बिदा हुन्छौँ। धन्यवाद, नमस्कार।